मोबाइल फटका लगिहाल्यो This is Galaxy. Hello everyone, welcome back to my channel. It's a new video. I hope you all are doing well. I'm also doing well, and today the weather is also doing well. आजको इभेन्ट चाहिँ nothing much interesting or important. We are just going out. It's an outing day. आज म र मेरो हस्बेन्ड चाहिँ विदेश जाँदैछौँ। इन्डिया पनि विदेशै हो नि, फेरि नझुक्किनु होला। हामी चाहिँ यही नजिकै इन्डिया पलिया भन्ने ठाउँमा जाँदैछौँ। थोरै काम पनि छ र त्यसै काम पनि र सँगसँगै घुमघाम पनि होस् भनेर। पलिया मार्केट पुगिसकेको छौँ र यहाँदेखि त्यति भिड छ यो बजार। हामी चाहिँ खासमा यहाँ हस्पिटल आएको थियौँ। हस्पिटलमा अब मेडिसिनहरू लिनु थियो। अब मेडिसिन लिने अनि काम छ्याएर घुमघाम गर्दै जाने। घुम्न आएको भनेको त मोबाइल हेर्न पनि थियो, मोबाइल पनि किन्नु पर्ने थियो। यहाँ आएर खट्टै मोबाइल फटका लगिहाल्यो। I'm getting new phone. ऐसे खोलो। Satisfying. किसका बॉडी टाइटेनियम बॉडी Samsung A56. This is Galaxy. जी अनि त्यसमाथि eSIM टाइटेनियम तो उसमें लगा 1,25,000 इसमें अरोमा गया और अरोमा फ्रॉम में और eSIM भी लगता है ना इसमें। eSIM भी सपोर्ट है जो आईफोन में चलता है। अभी नेपाल में भी अब आने वाला है eSIM। काठमांडू में तो बात है। ये 55 का थोड़ा साइज और इससे बड़ा था, वो बहुत भारी लगता था। ये थोड़ा अच्छा है। 13 सिस्टम वाला है Samsung A56 अहिले भर्खरै नयाँ लन्च भएको छ। मैले त सुने पनि थिएन, यहाँ आए भर्खर यही दिन अगाडि लन्च भयो अरे। पाए भने त यही किन्न हुन्थ्यो नि है, तर के गर्ने, बजेटले भ्याउँदैन। यस्तै छ। मोबाइल ग्यालरीबाट हामी अहिले सिधै आछौँ बाइक रिपेयर सेन्टरमा। उसको चाहिँ बाइक पनि बाइक रिपेयर गर्न आछौँ र बाइक बनाउनको यहाँ बस्दा बस्दा बोर भइसक्यो। ल मोबाइल नि किनियो, बाइक नि बन्यो। अब हाम्रो पलियाको काम सकियो जस्तो छ। अब जाने हो घर सिधै। ओके, अब फाइनली घर पुगिसक्यौँ हामी। अब त्यहाँ मोबाइल ग्यालरीवालाले त अनबक्स गरेर देखाइदिएछ भिडियोमा। फेरि म पनि अनबक्स गरिरहेको छु आफ्नो नयाँ फोन। दिस इज ग्यालेक्सी, नो आइफोन। Samsung Galaxy A56. I got this and I'm so happy. यो मोडल चाहिँ अझै नेपालमा लन्च पनि भएको छैन एन्ड हाम्रो एरियातिर त झनै अझै पाउँदैन। बट आई गट दिस। अहिलेसम्म इन्डियासम्म आएको छ, यहाँसम्म चाहिँ पुगेको छैन। एन्ड फाइनली आई गट माई न्यू फोन फर माइसेल्फ। आफूलाई गिफ्ट दिँदाखेरि कति खुसी हुँदो रहेछ है।
फोनसँग चाहिँ यो सी टाइप चार्जर मात्रै छ। पहिला हामी फोन किन्दाखेरि चाहिँ त्यसमा फोनको कभर, चार्जर अनि इयरफोन पनि आउँथ्यो है। त्यसपछि के भयो, इयरफोनलाई हटाइदियो फोनवाला कम्पनीहरूले। त्यसपछि अहिले आएर अब कभर पनि हटाइदियो। त्यसपछि चार्जरको त्यो एडाप्टरलाई पनि हटाइदियो, खालि केबल मात्रै दिने रहेछ। कुनै दिन यो पनि हटाइदिने हो। कम्पनीवालाहरूको चलाखी देख्नुभयो। अब यसको लागि म छुट्टै एडाप्टर किन्नु पर्यो। मैले हेडफोन त छुट्टै किन्नै पर्यो, त्यसपछि कभर छुट्टै किन्नै पर्यो, त्यसमा हाल्ने ग्लास छुट्टै किन्नु पर्यो। बिजनेस। सो यो सँगसँगै अब आजको भ्लग पनि यसै गरी हुन्छ। द एन्ड। होप तपाईहरुले लास्टसम्म हेर्नुभयो होला र लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच एन्ड सी यू इन नेक्स्ट भिडियो। ओके, सो स्टे ट्युन टिल देन, बाय बाय। अबको नयाँ भिडियो चाहिँ नयाँ फोनबाट रेकर्ड हुन्छ है त।